हेलो गाइज अनि स्वागत छ नयाँ भिडियो ब्लगमा। सुरु गरेको जस्तो लागेन मलाई। सुरु छ त गाइज, स्वागत छ नयाँ भिडियो ब्लगमा। के गर्दै हुन्छ, आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी केराबारी आएको छौँ होइन। मचिन्द्र मेला लागिरहेको छ केराबारीमा होइन। मचिन्द्र मेला कृषि तथा पर्यटन व्यापार महोत्सव 2079 केराबारी डिजिटल गेटद्वारा समानार्थ भन्ने मूल नाराका साथ केराबारी व्यापार प्रबन्धन समितिको आयोजनामा केराबारी गाउँपालिकाको सहयोगमा मचिन्द्रनाथ मेला कृषि तथा पर्यटन व्यापार महोत्सव 2079मा हामी जाँदैछौँ। हाम्रो मिडिया पार्टनर हुनुहुन्छ उज्यालो प्रदेश, हस्पिटल पार्टनर हुनुहुन्छ केराबारी पालिका अस्पताल, त्यसै गरी सरकारी पार्टनर हुनुहुन्छ नगरपालिका बचत ऋण सहकारी संस्था लिमिटेड। आज हामी जाँदैछौँ आरुण सिंहले। म चाहिँ यो भ्लगमा देखिरहेको पात्र यो झमला होइन। आरुण सिन्हाले घरमा बसिरहेको थियो। आरुण सिन्हाले बोलायो मलाई हो, त्यही भएर अहिले हामी मेला जाँदैछौँ। हामी अहिले सलिना भण्डारीको घर नै रहेछौँ। तुलसको भण्डारी भन्ने मान्छेलाई मैले धेरैचोटि सम्झाएको मलाई मेलामा के गर्नु भनेर बोलाइ। यता 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 हेर न यता। खोइ सलिना, खोइ सलिना अनुहार देखेको छैन तपाईँको, मास्क मात्र देखिरहेको जाने हामी सलिना लिएर जानु खोजेको थियौँ तर सलिना रहेन रहेछ। हामी मचिन्द्र मेलातिर। लगायत हाम्रो अगाडि चाहिँ एके उर्फ आयुष कार्की हुनुहुन्छ होइन। उहाँको स्वाग नै छुट्टै छ। यहाँ हेर न, हाम्रो भ्युवर्सहरूलाई चाहिँ हेरिदेऊ न। तिम्रो एक न र हामी यता आइसकेको छौँ। यता हाम्रो पार्किङ छ गाइज। ब्लगमा स्वागत छ। अमितालाई हामीले भेटाएको छौँ गाइज। हिँड न त्यो भएर म ब्लग बनाउने मान्छे होइन। यसमा आउँदैछ एक्लै। भित्र के छ भन्नु त केवल हाम्रो यहाँ चाहिँ हाम्रो विभिन्न कीर्तन मण्डलीहरू आउनुभएको छ होइन। अब हामी भित्रै जाऊँ एकचोटि भजन हेर्न। भाइ के छ? अब हामी यहाँबाट निस्किसकेको छौँ। के हो भाइ, के गइदिने त्यहाँ माथि? ऊ त एक्लै हलिरहेको छ कोलम्बस। हेर त, हामीलाई नै पर्खिरहेको जस्तो छ। त्यो अन्तिममा जाउँ न। के भयो तँलाई? भाइ बेलुका त अङ्कलहरूसँग आउँदा के हुन्छ? के हुन्छ यताबाट हामी भजन हेरेर निस्किसकेको छौँ होइन। आज मेलिना चौहान विशेष आकर्षणमा हुनुहुन्छ होइन। मुख्य आकर्षण बहुचर्चित गायिका एलिना चौहान हुन्छ। हिजो ए म एलिना चौहान, म मेलिना चौहान भन्दैछु। सरी, एलिना चौहान हो। एलिना चौहान उयो तनुहुन्छ दिदीहरू पनि हुन्छ। दिदी सिङ्गर अहिलेको होइन। क्यामेरा पगाडेर हिँड्न लाज लागिरहेको छ। कता घर कस्तो के गर्नु अब। खेल हुँदैछ ल हामी खेलिसकेको छौँ। तिमीले खेलिसकेको? खेल्ने
के गर्नुपर्ने दौडो हान एउटा नम्बरमा जहाँ पनि हान्नुपर्ने हो अब पकाएर यो यति नम्बरमा लाग्नुपर्छ होइन हान होइन एक बाइक सबैमा हान सक्यो त्यहाँ एकमै लाग्यो एक चाहिँ हान्नु एक हान्नु भएन अनि के हुन्छ आयुष ट्राई चार 5 अब तिमीले 5हरूमा हान्नु पर्यो सले हान्यो ल पैसा र कति फेरि 2टा डट दिनु ल हाम्रो आइल्यान्डहरूले जितिसकेको छ कस्तो लागिरहेको छ केवल हान्ने त नि रेसमालाई दिनु रेसमालाई दिनु जस्तो सुकै हान चार हो लु बायान ल हामी छोडिदिनु पर्ने हुन्छ अब हामी अब जानुपर्ने हुन्छ हामीले कति रुपियाँ हो सानी 40 रुपियाँ केही छैन भोलि आउनुपर्छ के हुन्थ्यो म निक्लेँ हामीले तँलाई म समातेर राख्छु अब हामी ल अब चाहिँ हामी फुटबल हेर्न जाँदैछौँ होइन यहाँबाट यता उता देऊ म भनिदिन्छु आज चाहिँ हाम्रो आयोजक केराबारी फुटबल क्लब भर्सेस अमरदह फुटबल क्लब रहेको छ के खाने यो समोसा लड्डु खाने एउटाको कति हो 10 रुपियाँ 10 रुपियाँ दिनु न एउटा न 10 रुपियाँ एउटा केवल के खाने भन केवल के खाने भन त कतिवटा एउटा त आफै किनेर खान्छ भने खा तपाईँ किन्दिनँ होइन तपाईँ किन्दिनँ होइन मलाई एउटा 10 रुपियाँ होइन ल खा इन्जोय खा त निकालेर आगो खा ल खायो मचिन्द्र मिलाएको ल तिमी के खाने भन जे किन्छौ त्यही खानु भन नि छिटो देखाइहाल म किनिदिइहाल्छु केवल भन स्वाद कस्तो छ अङ्कललाई भन स्वाद कस्तो छ मसिङ्गर मेला कस्तो भइरहेछ कस्तो भइरहेछ दामी भयो लिम्बू कल्चरहरू एकदमै यहाँ कल्चरल पर्फर्मेन्स हुँदैछ होइन
पछाडि यहाँ एकदमै रमाइलो पालन हुँदैछ होइन तर तिम्रो त्यो बेला स्टाडी एकदम दामी लाग्यो के भने दाइ नभन्नुहोस् के भन्नु ए भाइ भन्नुहोस् मलाई म भाइ हो अरे भाइ भन्नुहोस् मलाई भाइ हो खिचाइ देख्थेँ नि देखेर खिचै भए दामी हुन्थ्यो क्या दाइ 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 सुन्नुहोस् त यो जुन यहाँनिर कार्यक्रम के भइरहेको छ नि यसको बारेमा केही 2 शब्द भनिदिनुहोस् त यो चाहिँ हाम्रो लिम्बूहरूको धननाच भनिन्छ जसलाई चाहिँ हाम्रो लिम्बू भाषाबाट एउटा हाम्रो संस्कृति हो यो संस्कृतिलाई कसरी तपाईँ व्यक्त गर्नुहुन्छ यो त अब हामी पनि सकिँदैन हामी पनि राम्रो जानिँदैन यो हजुर तर हामी यहाँ यसो हेर्नुलाई बसेको हुन्छ के खाने त जुलफी पकाएको देखाउँदैछु यहाँ चाहिँ जुलफी पकाउँदै हुन्छ दाइले यहाँ चाहिँ देखाउनु न यहाँ फ्रेस फ्रेस यसमा के हाल्नुभएको छ यो जुलफी बनाउने उयसमा रेसिपी भन्नु भने सबैले रेसिपी यहाँ हजुर यहाँ सोडा मात्रै हाल्नुपर्छ खाने सोडा मात्रै खाने सोडा मात्रै अनि थोरै चिनी हेलो कुकुर के छ भन्नु न हेलो कुकुर के छ ओ कुकुर इग्नोर गर्दै कुकुर अब मलाई यस्तो पनि अब होइन कुकुरहरू पनि यस्तो छ भने मलाई इग्नोर गरिदिन्छ होइन ओ दिदी यो खान्छ अरे बर्गर दिदी खान्छ कि त खान्छ दिदीले भन्दैछ बर्गर खाने त बर्गर कहाँ पाउँछ बर्गर फोटो फ्रेममा कहिले ब्लग कहिले अनब्लक माया प्रेममा गीत गाइदेऊ के भन्यो गीत यो गाइदेऊ के भन्यो गाइदेऊ ओए बोलाउँदैछ तँलाई ए जानु यार हान्नु त अब ल हामी यहाँ भएको पार्कमा जाँदैछौँ होइन त्यहीँभित्र हुन्छ होइन मेरो पनि त्यस्तै भएछ अब छोडिदे ल हामी चाहिँ भ्लग बनाउँदै यहाँ पार्कभित्र आइसकेको छौँ होइन पखाउँ पार्कभित्र होइन पार्कमा चाहिँ होइन गाइजहरू अब खेल्दैछन् होइन भाँच्ची छ त ल अस्ति बिहान मात्रै म आउँदाखेरि फुकालेर राख्छ यहाँ भाँचेको देखिन अस्ति बिहान आएको थियो म यहाँ चाहिँ हाम्रो प्रशान्त भाइ होइन पुरै दिइरहेको छ होइन जसरी बोल्यो दिस इज आर्यन सिजी ब्लग सब्सक्राइब गरेको छ मलाई थाहा त छैन गएर सब्सक्राइब गरिहाल्ने आर्यन सिजी ब्लग भनेको छैन आर्यन सिजी ब्लग गाइज हामी चाहिँ होइन यो खेल्दैछु मैले होइन मेरो चाहिँ टाउकोमा चाहिँ नलागेको छ होइन मजा चाहिँ आउँदो रहेछ त्यो है बिचारै बहिनीहरूलाई के गरेको होला
अप्ठ्यारो भयो मलाई एकछिन म गरेछु आइस भिडियो खिच्छ भिडियो खिच ल आइज अब मजाले लडाइदियो म पनि अर्नासँग गरौँ गाइस होइन रमाइलो हुँदो रहेछ है रमाइलो चाहिँ हुँदो रहेछ त्यो होइन एक्सर्साइज पनि रमाइलो पनि हुन्छ आवाज आउनु सक्यो नि त यसरी गाइस पार्कमा एक्सर्साइज हुन्छ गाइस यहाँ आउनु यहाँ राख्नु खुट्टा अब अरू पनि खेल्नुपर्छ नि यहाँ आउनु न यहाँ चाहिँ के हो यो चाहिँ हुनु चाहिँ होइन तर के हो थाहा छैन घुमाउने हो यहाँ बस्ने हो अनि आफू हेर्न सक्नुहुन्छ आर्नदाले यहाँ आलु तास्नु हुँदैछ मामालामा मामालामा गाइज मामा सुन्नु आज चाहिँ होइन यो आलु भुजिएको लागि आलु काटेको हो होइन माइजो पनि यही हुन्छ बुवा चाहिँ यहाँ गीत सुन्नुहुँदैछ भिडियो गर्छ बुढी मान्छे ठकाइ मारेको छ बुवा यो के बनाउनु भएको यो बन्चराको बेड बन्चराको बेड कोदालोको बेड बन्चराको बेड अब यस्तो गरेको पनि फोटो खिचिहाल्छ अब यो युट्युबमा
गाइज होइन अब यो रेसमा चाहिँ यहाँ किन यसरी बसिरहेको छ भने चाहिँ होइन किन यहाँ यसरी बसिरहेको छ भने चाहिँ है अब चाहिँ भिडियो नै हुँदैछ यसको मैले होइन 10 रुपियाँको चुपाचुप खोसेर खाइदिएको थिएँ यसले मलाई लात्तीले पनि अघि नै हानेको छ मलाई यसले कुटेर होइन गाइज तपाईँले सबुत के देखाउँछु भने मेरो यहाँ यहाँ अम्ल यहाँ छ नि यो अलिकति घाउ देख्नु भएको होला यो पिल्साएर यो बसेको छ होइन अनुहार हेर्नु अनि आउट पनि पिल्साइरहेको छ यसले किन पिल्साएको भने चाहिँ नि यसको मैले 10 रुपियाँको चुप्पा खाइदिएको थिएँ चुप्पा खाएको होइन चुप्पा खाइदिएको थिएँ होइन अनि यसले त अब त रुएर चिच्याएर होइन अब मलाई चिजबल किन्ने कोही चिजबल किन्ने कति पर्छ भनेको त 30 रुपियाँ अरे आमामा 30 रुपियाँको सुन न 10 रुपियाँको चुप्पा खाइदिएको 30 रुपियाँको चिजबल किन्न लगायो है र मैले किन्ने बहिनी भनेर माया गरिदिएँ होइन अनि अझ अर्को पनि खान्छस् कि भनेर सोधेको म त यही एउटा मात्रै खान्छु अरे अझै लात्तीले हान्दैछ एउटा मात्रै खान्छु अरे ल खान त भनेर मैले दिएँ होइन अनि खोली अनि खाएँ होइन अनि मैले एउटा दिनँ भनेको नाइ अरे क्या अनि आमा मैले किनिदिएको अनि म नखानु भनेर मैले त खोसेर भित्रको एउटा टुक्रा सिङ्गल पिस एउटा मात्रै खाइदिएको होइन आमामा के अरे अब हत्ता नपत्ता त्यो कोही चिजबल खोसेर होइन सबै खाइदिन्छ भनेर गरामगुरुम हातले मुसेर होइन त्यो चिजबल हुन्छ नि त सबलाई एकैछिन मुखमा कोतारी थिएँ अघि फोटो खिचेको छु त्यो पनि हालिदिन्छु म यहाँ बिचमा कोतार्नसम्म कोतारेर त्यो सबै चिजबाट एकैचोटि खार्नसम्म मुखमा खाँदै कि अनि अहिले ओठ पिल्साएर होइन मसँग झगडा गरेर बसिरहेको छ गाइज यही हो अपराधी हो यो ढाड दुःख यसले अघि मलाई 2 लात्ती हानेको थियो त्यही भएर पनि ढाड दुखेको हो गाइज होइन थाहा छ यसले मलाई लात्ती हानेको थियो नि गाइज यहाँ हानेको थियो पछाडि हानेको थियो आमामा ढाड दुखेर अनि यहाँ पिल्साइदिएको छ गाइज यो त एकदमै पापी छ है गाइज पापी छ यस्तोमा को पार्दैछ ल गाइज आजलाई यति नै रेसमाले भिडियो मारेपछि मलाई कुट्छ होला होइन फेरि ल गाइज हामी चाहिँ मामालाबाट घर जाँदैछौँ होइन लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला होइन अङ्कल हामी घर फर्किँदैछौँ अङ्कललाई देख्नु भएको थिएन होला अघि अरू भिडियोमा होइन लास्टमा हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनु ए बाबा आर्यनको च्यानल अरूभन्दा अलग आर्यन सिजी ब्लग बाई बाई